ल हामी चाहिँ काममा लागेको भाइ हेलो भन तिम्रो नाम के अरे बाबु तिमीले मादल बजाउन आउँछ न मलाई सिकाइदिन्छु कि सिकाउँदैनौ हो नि ल गाइस कसैलाई मादल सिक्न मन लाग्छ नि भाइसित सम्पर्क गर्नु होला ल आऊ उता चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ अशोक दाइ अनि अभिषेक छन् रिदमहरू सबै केटाकेटीहरू चाहिँ सबै ठिकै हो क्या ल ल सन्दीप मेरो युट्युब फ्यामिलीले के भन्न चाहन्छौ ह्याप्पी बर्थडे होइन के त्यस्तो मजाक गरेको हो उसले मजा गरेर पनि सपोर्ट गर्नु होला अझै धेरै मैले पनि सपोर्ट गर्नु होला मेरो फर्स्ट च्यानल पनि मैले टिकटकमा लिङ्क राखिदिन्छु यति लिङ्क राख्न मिल्यो भने चाहिँ त केही भन्दिनँ अनि त्यसमा चाहिँ त्यो मेरो चाहिँ च्यानल चाहिँ अब बिग्रेर चाहिँ मैले चाहिँ यो न्यू आइडी खोलेको यसमा चाहिँ मेरो डान्स भिडियोहरू सपोर्ट गर्नु होला कस्तो टाइपको कन्टेन्टहरू चाहनुहुन्छ भिडियोहरू कमेन्ट यता चाहिँ नास्ताहरू पाकिरहेको छिम मुर्दा यता हाम्रो नन्द दिदी हुनुहुन्छ नलजानु कि म हजुर सानो नास्ता मागेको थिएँ यस्तो अलि डाइरेक्टर कोरियोग्राफर जस्तो मान्छेलाई त भएन यार थाहा त्यो बोतल त हामी खाइरहेको नखाने भनेर हामी उता गरेर खाएर आएको यता त बहिनीहरू हुन् मन कपडा लाउँछु सब आऊ फुडहरू बनाएको हम यता चाहिँ हाम्रो चिकन छ यस्तो फिल भइरहेको आन्टी आज दिदी सरी राम्रो भइरह चिकन भन्दैछ के गर्नु पर्दैन यस्तो यो एकचोटि चालु गर न टाइम लाग्छ यहाँ यसो बोल्नुपर्छ कि बोलेन भने बोल्नुहुन्छ गरे अब ल गरौँ हुन्छ यसले गरेर हामीले न्यु लाइफमा कति दुःख पाएको छ रिस उठेर सम्झिरहेको ल गाइस अब हामी नास्ता खान जान लागेको के भयो ल नाइस ल अब हामी खाना खान जान लागेको सबैजना अलिक फेरि उफ्रिन आइहाल्छौँ हामी फेरि उफ्रिन आइहाल्ने हामी भेको त चाहिँ बाघमा फोटो देखिसक्यो ओके बाई साथीहरू हामीले भर्खरै नास्ता खायौँ अब अन्त सरी नास्ता अरे भात खायौँ त्यही भएर अब हामी खाना पचाउनलाई कोक किन्न जानलाई गइरहौँ बाटो कति लामो हो क्या फेरि यहाँदेखि वहाँ पुग्नुपर्छ अब गेट कहाँ 100 रुपियाँ मात्रै रहेछ हुन त गाडीमा जानु पर्दैन कि रिक्सामा जानेहरू घर चाहिँ रिक्सामा जानुपर्छ कति लिन्छ 50 हुन्छ अब वहाँ पुग्नु पर्ने भाइ गेट देख्यो अझै गेट वहाँ अब पुग्दा र आउँदा अब हालत के होला भने अब त्यो सोचौँला गाइस हाम्रो सुटिङ डान्स गरेर भ्याइएर अहिले यहाँ बसिरहँ उता केटीहरूको पाली आइरह यता अनित दाइ हुनुहुन्छ नाम भन्न त तिम्रो अनमिस अनि एउटा चाहिँ दिपेसन सन्दीपले भिडियो गराउँदै नुन दिदी हुन्छ उता लोकजी यता स्पिकर बजाउनु हुन्छ यो भ्लग चाहिँ कहिले आउँछ थाहा छैन त्यति बेरसम्म चाहिँ हेरेर बस्दिनु होला के बोल्यो कहिले आउँछ थाहा छैन त्यति के भनेको थियो थाहा हो कि मैले भ्लग बनाउँछ नि कहिले हाल्छ थाहा हुँदैन 2 वर्ष भयो कसरी बस्ने त फेरि त्यति बेरसम्म म विदेश गएसम्म हाल्छ यो चाहिँ पुरानो भ्लग हो हेरिदिनु सबैजनाले हो कहिले आउने त्यो ब्लग केही थाहा छैन त्यसै हावा आज आदि भयो नि म बनाउँछु के ठुलो बेकार बेकारको पार्ट डाइरेक्ट स्प्लिट गरेर फालिदिनु अनि सबलाई जोडेर हालिदिनु ल कमेडी क्लिप हाल्न पर्दैन त्यो भ्लगमा राम्रो हुन्छ त्यो गेमिङ सेमिङ यताउतिमा हो
कमेडी भिडियो हाल्नु त्यस्तोमा बुझ्यौनी यो भ्लगमा गेमिङ राम्रो सेमिङ यता र उतिमा यता र उति अनि होइन उस हो क्या हाले पार पनि त्यो उस हुन्छ नि त्यो क्लिपको त्यो उस हेर्न मिल्छ नि त्यो होइन क्या साउन्ड मात्र हाल्ने हो क्या क्लिप हाल्ने होइन साउन्ड मात्र हाल्ने ठ्याक्कै यो गराएर ठ्याक्कै जुनकेरी चाहिँ हाल्छ यार तिमी त हाल्ने नि त जुनकेरी जस्तो जुनकेरी नानी नदिन् जुनकेरी हजुर मम्मी कता गइस यार रानी जुनकेरी यता अशोक दाइ हुनुहुन्छ नाति लानु कता जानुभयो हात रेड भइदियो है दाइको नाच्ने बेला यस्तो जस निकाल्दैन चिचाउने बेला नाच्ने बेला रन देखाइदिन्छ नि जस पानी परिरहेको छ सुटिङ भइरहेको छ अब यता पानी परेर साथीहरू अनि फेरि यता चाहिँ सुटिङ भइरहेको यता पानी परेर हेर टिनमा मजाले पानी परेर भन युज गर्दासम्म गरेन छोड्दै अब तैँले पनि युज गर फेरि अनि फेरि तैँले पनि छोड्दै तिमीले किन युज गर्नु पर्यो म युज गर्ने जस्तो देखेँ हौ आफू जस्तो सोच्यौ सन्दीप आफू जस्तो सोच्यौ गर्दो रहेछन् के मान्छे मैले नि सोचेको थिएन कति माया लाग्थ्यो कति पछि लाएर हिँड्थ्यो के गर्नु दिल तोड दिया गप गप हो गया गप 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 भएको होइन घोपी त नुनु दिदी कति वर्षपछि सुटिङ भन्नुभयो 2 इयर्स लास्ट मेरो सुटिङ चाहिँ दिनाराको थियो त्यो टाइममा मैले कोरियोग्राफी गरेको थियो त्यसपछि 2 साल चाहिँ मैले गरिनँ त्यसपछि फेरि ब्याक अब 2 वर्षपछि फेरि आउनेछु अहिले त्यो छुट्टीको टाइममा आएको थिएँ र जे होस् अलिक खुसी लागेको छ आफ्नो काम थियो पहिलाको र अहिले पनि त्यही काम कन्टिन्यू गर्न पाउँदा चाहिँ धेरै खुसी छ अनि अहिले धेरै मान्छेहरू चाहिँ एकदम डिफ्रेन्ट फेसको देखेको छु त्यो मध्ये हाम्रो भाइ पनि पर्दो रहेछ होइन झन् म त झन् सब्सक्राइबर धेरै धेरै सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला ल। अनि त्यही हो राम्रो प्रगति गर्दै गर्नु ल गाइज म पनि धेरै होइन 1 वर्ष नेपालमा बस्छु कस्तो बाजी हो कुन छ वाह हुन्छ मेहनत गर हुन्छ रमाइलोमा रमाइलो गर्ने हो त्यसपछि आफूले केही गर्नु पर्यो भने त्यसमा ध्यान दिनुपर्छ अल द बेस्ट यता चाहिँ भर्खरै पानी पर्यो बिदा भयो फेरि सिमसिम पानी परेर अनि फेरि यता चाहिँ सुट हुँदैछ यता चाहिँ हाम्रो म्यामहरू हुनुहुन्छ जुन गीत गाउनुभएको छ र आफै लिड गर्नु पनि भयो म अनित दाइलाई हालेर भाइरल गराइदिन्छु के हुन्छ अनित दाइ रिजम भाइलाई दिनु पऱ्यो ल्याइदिनु भन्नै पर्दैन मान्छे अनित दाइ हजुरले हालेर म भाइरल गराइदिन्छु त्यो हजुर त्यसैमा चाहिँ भाइरल हुनु भाइरल मान्छेसित बस्नु झन् भाइरल भइन्छ अरे क्या तेरो हजुरसित बस्नु तारा हो क्या गोप 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 मियाउ गोप गोप गप गप साइड के अघि नै के अरे ऊ त बहिनीहरू हाँस साँच्चै भिडियो गरायो तिम्रो घाँटीको सुन टल्किरहेको के गर्ने जाम बेच्न जाने जाने मेरो हिरो भाइ हेलो भन्छु हेलो तिम्रो नाम के अरे भाइ तिमीलाई मादल बजाउनु नै आउँछ न सबैले चिन्नु भयो नि फेसबुकमा सबैले आमा चप्पल बहिनीले चप्पल चोर पो भन्दै हिँडेर धनी बहिनीहरू घाँटीमा सुन झुन्डाउँदै हिँडेर सबै अब तिम्रो यो म्युजिक भिडियो कहिले आउँछ होला तिमी किन डान्स गरेनौ आज लाज लाग्छ लाग्दैन होला ल हेर तिमीलाई फोन गरेको कि पानी पर्यो त्यही भएर अब यहाँ छाताहरू ओढ्दैछन् अब हामी गइदिन्छौँ ओढ्नलाई अघि नास्ताको ठाउँतिर हेलो गाइज वेलकम टु माई सेकेन्ड ब्लग
आज चाहिँ हामी म्युजिक भिडियोको सुटिङमा आएको छौँ फर्स्ट ब्लगका हालिस मेसेन्जर नै फर्स्ट भ्लग मेरो मुखबाङको थियो अनि यो चाहिँ सेकेन्ड भ्लग हो मेरो मसित हुनुहुन्छ सन्दीप बराल धेरै राम्रो डान्सर हुनुहुन्छ उहाँ चाहिँ उत्कृष्ट प्रतिभाशाली हामी एउटै बस्कर पग्ले रुलाइगयो क्या हो क्या हामी जे गरे पनि हामी सँगै काम गर्छौँ जस्तै डान्स सिकाउनेहरू घुम्न गए पनि एउटै ठाउँमा घुम्ने उता चाहिँ बहिनीहरू छन् सुटिङहरूको लागि चाहिँ मेकअपहरू थप्दै खान् पकाउँदै खान् त्यहाँ पानीहरू भर्दै खान् मैले गर्नुपर्ने थियो उता लोक्सन हुनुहुन्छ आउँदै हुनुहुन्छ उताबाट रुकन